गुड मर्निङ एभ्रीबडी। अहिले म गढीमाई नगरपालिकाको वार्ड नम्बर 8 स्थित बिनाग्रा धोबिनिया र तपाईको यता हिरमतपुर टोला जोड्ने यता दक्षिणबाट माधव नारायण नगरपालिकाको माधवपुरदेखि गौर हुँदै जाने बाटोमा म यहाँ अवस्थित छु, जुन हाम्रो यो गढीमाई नगरपालिका वार्ड नम्बर 8 को यहाँ जहाँ शीतली माईको स्थान छ, म त्यही स्थानमा स्थलगत भ्रमणको क्रममा यहाँ पुगेको छु, जुन तपाईहरू प्रत्यक्ष रूपमा यो भिडियोको मार्फतबाट देखिराख्नु भएको छ। र आजको यो भिडियोको मार्फत म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। एउटा धार्मिक स्थलको रूपमा अवस्थित ठाउँमा लोकप्रिय छ र यहाँ बसोबासको वरपरमा पनि ठाउँ छ जुन मानिसहरू बसिरहेका छन्। र यहाँ विगतका पनि केही दिनदेखि जुन हाम्रो यता पिपलको बोर्ड छ, जुन बोर्डमा तपाईहरू हेर्न सक्नुहुन्छ यता पूजापाठ गर्ने अवस्था छ। र यहाँ ठाउँमा कुनै किसिमको यस नगरपालिकाबाट र यसै वार्डबाट अझसम्म कुनै किसिमको यात्रीहरूलाई बस्नका लागि सुविधा पाएका छैनन्। जुन तपाईँ देखिराख्नु भएको छ, यहाँ बीच बाटोमा वर्षाको बेलामा घामको बेलामा आवत जावत गर्ने यात्रीहरूलाई धेरै कठिनाइ हुन्छ र खाने पानीको पनि व्यवस्था छैन। जुन हाम्रो गाउँको मेयर साहबले 2 अवधि चुनाव जित्नुभएको छ, यसपछि छैन। सम्पूर्ण गाउँवासीको माग अनुसार र बाटोघाटोमा हिँड्ने यात्रुहरूको माग अनुसार बेला बखत चर्चाको रूपमा एउटा यो मन्दिर स्थापित भएको छ, जुन मन्दिरमा जब बस्ने स्थान केही छैन भने जुन यहाँ हाम्रो पर्याप्त मात्रामा जग्गा उपलब्ध छ, जुन तपाईँ पिपलको बोर्ड देखिराख्नु भएको छ मेरो फ्रन्ट लाइनमा। यस भिडियोको मार्फत म पनि सम्पूर्ण जनालाई जानकारी गराउन चाहन्छु कि तपाईँ सम्पूर्ण वडावासी र वरपरका गाउँवासीहरूले कहीँ कतै तपाईँले कुनै न कुनै पार्टीमा जोडिनु भएको छ, त्यसको कारण यस्तो सुविधाहरू हाम्रो गाउँमा यदिको पाएको छैन भने जुन गाउँमा हाम्रो 10 वर्षदेखि मेयर साहबले स्वयं आफै नेतृत्व गरिराख्नु भएको छ यो नगरपालिकाको गढीमाई नगरपालिकाको, भने तपाईहरूको गाउँमा के कस्तो अवस्था होला भने तपाईहरूले आफै मनन गर्ने कुरा छ। र आउने दिनमा पनि कस्ता मेयरहरू हामीहरूलाई निर्वाचित गर्नेछौँ भने जुन तपाईहरूको सोच होला भने हाम्रो गाउँको क्रियाकलाप देखेर तपाईहरू आफ्नो आफ्नो गाउँको पनि निर्वाचनमा सहभागी हुने, मेयरका क्यान्डिडेटहरूसँग पनि यस्ता यस्ता किसिमका, वार्ड अध्यक्षका क्यान्डिडेटहरूसँग यस्ता यस्ता किसिमका पनि प्रतिक्रिया लिएर कुनै किसिमको निर्णय लिनुहोला। जुन हाम्रो गाउँको अवस्था यस्तो छ भने हाम्रै गाउँका नेताहरू, हाम्रै गाउँका मध्य प्रदेशका नेपाली काङ्ग्रेसका ठुल्ठुला नेता भन्ने चर्चामा आएका, मुख्यमन्त्रीका चर्चामा आएका व्यक्तिको गाउँ यस्तो छ भने तपाईहरूको गाउँमा कतिको विकास उहाँहरू गर्न सक्नुहुन्छ भने तपाईहरू आफै यो भिडियोको मार्फतबाट आंकलन गर्न सक्नुहुन्छ। तपाईहरूको पनि केही प्रतिक्रिया छ भने, तपाईको गाउँमा केही समस्या छ भने कुनै किसिमको तपाईहरूको यस्तो भिडियो बनाउनु, समाचारमा जानकारी गराउनु छ भने यो पेजमा तपाईहरू फलो गर्नु र मलाई यसै भिडियो मार्फत जानकारी गराउनु। हस्त, धन्यवाद।